यदि तपाईँहरू यहाँ अस्ट्रेलिया आउनुभएको छ, कुनै एक्सपिरियन्स छैन, नेपालमा पनि कुनै एक्सपिरियन्स छैन, यहाँ अस्ट्रेलियामा पनि कुनै एक्सपिरियन्स छैन भने छैन त्यो केसमा पनि भयो। अनि तपाईँहरूले यहाँ जब चाहिँ पाइराख्नु भएको छैन, एक्सपिरियन्स भए तापनि नभए तापनि भने यहाँ चाहिँ अलिकति मैले फिल गरेको कुरा चाहिँ यहाँ अलिकति हामीले चाहिँ कल्चरसँग अलिक युज टु नभएको रहेछ। अनि मलाई पनि त्यही पछि फिल भयो, अहिले पनि फिल हुँदैछ। त्यो कल्चर चाहिँ यहाँ चाहिँ कसरी एप्लाई गर्ने, कसरी चाहिँ जब पाउने कुरा चाहिँ एकदमै इम्पोर्टेन्ट हुने रहेछ। त्यो गर्दाखेरि चाहिँ कल्चर कि साथीभाइहरूसँग सोध्ने एउटा भइहाल्यो, तर सबै कुरा साथीभाइहरूले मात्रै हेल्प गरेर पनि हुँदैन। अब रिज्युमे प्रिपेयर गर्नु पर्यो, अरू अरू कुरा धेरै कुराहरू छन्। त्यही भएर तपाईँहरूलाई त्यो अप्ठ्यारो छ। अझ यो प्रोग्राम भनेको त कलेज पढ्दा युनि पढ्दाखेरि नै गर्नुपर्ने प्रोग्राम। तपाईँहरूले कतैबाट काहीँ सुन्नुभएको छ भने यो इमिडिएटली गरिहाल्नुहोस्। जब पाउनको लागि तपाईँलाई एकदम टेक्निकहरू ऊ गर्छ, सिकाउँछ लियोले। अनि त्यो गर्दाखेरि एकदमै तपाईँलाई सजिलो हुन्छ। मैले पनि एकदमै ढिलो यो कोचिङको बारे थाहा पाएँ, तर ढिलो थाहा पाएँ पनि मैले जब थाहा पाएँ त्यतिखेर मैले इमिडिएटली जोइन गरिहालेँ। तपाईँहरूले पनि जोइन गर्नुहोस्। लियोले के कुरा भनेको छ त्यो सबै कुरा रियल हो, कुनै फेक पनि होइन। कसैले एक दिनमा दुई दिनमा जब पाएको छ भने सबै कुरा रियल हो।